यति तपाईहरुले पनि रिकन्डिसनबाट बाइकहरु पनि किन्दै हुनुहुन्छ भने हैन एकचोटी हाम्रो भिडियोहरु पनि तपाईहरु पनि अवश्य हेर्नुस् होला है। के त तपाईहरु पनि अब रिकन्डिसनमा बाइकहरु पनि किन्नु जाँदाखेरि हैन हाम्रो भिडियोहरु पनि अब यसबाट केही जानकारीहरु पनि पाउनुहुन्छ कि तपाईहरु पनि हैन। चाहिँ यसको एक्सेलरेटर बटारेर हेरेको हैन, यसमा चाहिँ धेरै ब्ल्याक स्माइल फालिरहेको थियो के, तर उहाँ चाहिँ बाइकमा चाहिँ हैन एक थोपा पिकअपर पनि थिएन के। तर यसको चाहिँ हामीले एयर फिल्टरको बक्सहरु यसो उठाएर हेरेको हैन, जस भनौं न हैन रिकन्डिसनमा जुनसुकै सवारी साधनहरु पनि लिसपछि हैन हामीले चाहिँ एकछिन चाहिँ चोक कुदाएर चाहिँ चेक गर्नु पर अब बाइकको कन्डिसन के छ कस्तो छ भनेर चाहिँ हैन मान्छेले पनि त्यतिको पैसाहरु पनि हाल्दैन। यसको चाहिँ हामीले कार्बोरेटरमा प्रब्लम हुन्छ के, त अब कार्बोरेटर चाहिँ हामीले किन खोलेको भने चाहिँ हैन डाइफ्रामको ओरिङ पनि फाटिसकेपछि हैन हाम्रो बाइकमा त्यति राम्रोसँग पिकअपहरु पनि हुँदैन के। अब हामीले चाहिँ यसको फटाफट यसो चेक गरेको हैन, जस भनौं न हैन यसमा चाहिँ अलिकति पाइलहरु पनि पर्यो भने हाम्रो बाइकले मिसिङ पाएर हान्छ, हाम्रो बाइकमा त्यति राम्रोसँग पिकअप हुँदैन, हाम्रो स्टार्टिङमा त्यससँग प्रब्लमहरु पनि हुन्छ के। बाइकले चाहिँ एकदम सर्भिसिङ गरेर दिएको रहेछ हैन, जस भनौं न हैन उहाँको चाहिँ बाइक चाहिँ हामीले यसरी एयर फिल्टरहरु पनि खोलेर हेर्दाखेरि हैन यसमा चाहिँ एयर फिल्टर लोकल रहेछ। हामीले चाहिँ यसको कार्बोरेटरहरु पनि सरसफाई गरेर चाहिँ हैन उहाँको चाहिँ बाइकमा चाहिँ एकदम दामी तरिकाले चाहिँ हामीले पिकअपहरु पनि लगाएर दिन्छौँ के। भनौं न हैन यदि हामीले बाइकहरु पनि किन्न जाँदाखेरि के हामीले बाहिरको लुक छैन के, हामीले इन्जिनको साउन्ड सुन्यो के, हामीले त्यहाँ गइ तपाईहरुले पनि हाम्रो भिडियोहरु पनि राम्रो लागेछ भने गाइस हैन एउटा सानो क्रिएटर सम्झेर एउटा सानो सपोर्ट दिएर जानुस् होला है।